Okay. Hey guys, welcome back to my mini vlog. 6 महिनाको जापान बसेपछि मेरो साना फेरि नेपाल जाँदैछिन्। किन जाँदैछिन् भन्ने कुरा चाहिँ म फेरि अर्को मिनी भ्लगमा बनाउने छु। सो बाहिरको यात्रा गर्दाखेरि दही खायो भने राम्रो हुन्छ भनेको सुनेको भएर मैले सानालाई दही खुलाएको त सानाले पनि मलाई उल्टै खुलाइदिन् अनि म मिनी भ्लग बनाउन थालेँ। अनि साना पनि आफ्नो मिनी भ्लगको लागि चाहिँ भिडियो बनाउँदै थिइन्। त्यतिकैमा चाहिँ बाहिर गाडी आयो अनि हामी चाहिँ हतार हतार गरेर निस्क्यौँ। अनि हामी आयौँ एकी आएपछि एउटा कुरा के थाहा पायौँ भने हिजो राति ठुलो भूकम्प गएको कारणले गर्दा ट्रेनहरूमा ढिलाइ भएको छ भन्ने कुरा थाहा पायौँ। अनि हामी चाहिँ एकछिन ट्रेन कुर्यौँ। ट्रेन आउन चाहिँ एकदमै ढिला भएको थियो नि त। त्यसपछि चाहिँ हामी सिरोगा स्टेसनबाट ओमियासम्म ट्रेनमा गयौँ। अनि त्यसपछि चाहिँ हामी सल्लाह गऱ्यौँ र बसमा हानादा एयरपोर्टको लागि निस्क्यौँ। त्यसपछि हामी आइपुग्यौँ हानादा एयरपोर्ट टर्मिनल 3 मा। अनि हामी लगेज लिएर एयरपोर्टभित्र इन्ट्री गऱ्यौँ। अनि हामी ब्याग जोख्नतिर लाग्यौँ, टिकट सिकेट लिन लाग्यौँ। अनि त्यो सबै काम भइसकेपछि एकछिन माथि गएर डुल्यौँ। अनि डुलिसकेपछि फोटोसोटो खिच्यौँ। अलिअलि फोटो खिचिदिने कोही पनि थिएन। अनि हामी सेल्फी फोटो खिच्यौँ। अनि एउटा चाहिँ यस्तो अड्डाउने एउटा कुरा थियो, त्यसमा चाहिँ मोबाइल राखेर अनि दुईजनाको कपाल फोटो पनि खिच्यौँ। अब चाहिँ सानाको जाने टाइम भयो। अनि साना चाहिँ इन्ट्री गर्न लागिन् भित्र। अनि म चाहिँ बाहिर बसिराखेँ। सँगै नहुँदाखेरि पनि मन बुझाएर बस्नु परेको थियो होइन। अनि सँगै भइसकेर छुट्टिँदाखेरि चाहिँ अलि मजा हुँदो रहेछ। जसो तसो मनलाई बुझाएँ। फेरि पनि हाम्रो भेट त पक्कै पनि भइहाल्छ भन्ने सोच राखेँ। त्यसपछि चाहिँ सानालाई मैले बाई साना भनेको, सानाले पनि बाई भन्यो। अनि फेरि हात दिइसकेपछि फेरि त्यही त अनि सेन्टी मोमेन्ट आयो हाम्रो। सानाले हक गरेँ, मैले नि हक गरेँ। अब यो लास्ट हाम्रो हक थियो होइन। त्यसपछि त मसँग शब्दै छैन, बाई भन्। अनि साना गइन्। अनि म खुसी मन भएर गएको मान्छे दुःखी मन भएर फर्किन पर्यो। आजको मिनी भ्लग यति नै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। फेरि अर्को मिनी भ्लगमा भेटौँला, बाई।